नमस्कार आदरणीय श्रोताहरू। अ, आज म एउटा कुरा सोच्दै थिएँ। मानौ एउटा विश्वस्तरीय कलाकार मञ्चमा यति धेरै गहिराईमा गएर अभिनय गर्छ कि उसले आफ्नो सक्कली नाम, घर र वास्तविक पहिचान नै पूर्ण रूपले बिर्सन्छ। सुन्दा कुनै मनोवैज्ञानिक चलचित्रको कथा जस्तो लाग्छ नि, तर आजको आध्यात्मिक मन्थन अनुसार हामी हरेक आत्माको अवस्था ठ्याक्कै यस्तै भएको छ। ओम शान्ति। ओम शान्ति। आज 20 मे 2026 को मुरलीमा बाबाले यही विषयलाई जोडेर एउटा अत्यन्तै गहिरो प्रश्न उठाउनु भएको छ, जहाँ हामीले ज्ञान त सजिलै बुझ्न सक्छौं, तर देही अभिमानी बन्ने कुरा अर्थात् आफूलाई आत्मा सम्झने कुरा किन यति धेरै मेहनतको काम हो भनेर सोधिएको छ। के हामी साँच्चै नै मञ्चमा आफ्नो होस गुमाएको त्यो कलाकार जस्तै यो शरीरको भाँडमा हराएका हौं त? हजुर, पक्कै पनि। हामी ठ्याक्कै त्यही कलाकार जस्तै आफ्नो वास्तविक पहिचान बिर्सेर यो भौतिक मञ्चमा हराएका छौं। हामीले ऐनामा जुन अनुहार देख्छौं त्यसलाई नै आफ्नो सम्पूर्ण अस्तित्व मान्छौं। तर त्यो त केवल एउटा वस्त्र मात्र हो नि। जसरी एउटा लामो नाटकमा कलाकारले धेरै पटक आफ्नो लुगा फेर्छ, हामी चैतन्य आत्माहरूले पनि यो सृष्टिको रङ्गमञ्चमा 84 पटक शरीर रूपी वस्त्र फेरिसकेका छौं। भनेपछि ती 84 जन्मका संस्कारहरूले गर्दा नै हामीलाई आफ्नो वास्तविक पहिचान बिर्सन सजिलो भएको हो। मतलब हामीलाई ज्ञान सुन्न जति सजिलो लाग्छ त्यसलाई व्यवहारमा उतार्न त्यति नै गाह्रो हुन्छ, होइन र? एकदम सही कुरा। ती हरेक जन्ममा हामीले नयाँ सम्बन्धहरू बनायौं, नयाँ भूमिकाहरू निर्वाह गर्यौं र नयाँ अनुभवहरू सँगाल्यौं। ती सबै जन्मका संस्कारहरू हामी आत्माभित्र यति गहिरो गरी कुदिएका छन् कि तिनले हाम्रो वास्तविक पारलौकिक पहिचानलाई पूर्ण रूपले छोपिदिएका छन्। हामी पुरुष हौं वा महिला हौं भन्ने कुरा त केवल यो वर्तमान शरीरको बनावट मात्र हो, तर भित्रको आत्मा त एउटा चैतन्य ज्योति हो नि। साँच्चै नै यो देहाभिमानको संस्कार मेटाउनु भनेको ठूलो मेहनतको काम हो। लौकिक सम्बन्ध र यो भौतिक संसारका कुराहरूले हामीलाई यति धेरै बाँधेर राखेका छन् कि तिनलाई बिर्सेर पारलौकिक बाबालाई निरन्तर याद गरिरहनु एउटा उच्च मन्जिल नै हो। जब हामी यो देहको पर्दालाई हटाउँछौं, बल्ल आफ्नो सक्कली स्वरूपमा फर्कन सक्छौं। हो, र ज्ञानलाई बुद्धिले सुन्न र तर्कको आधारमा बुझ्न निकै सजिलो छ, तर वर्षौंदेखि जमेर बसेको त्यो पुरानो बानीलाई हटाउन समय लाग्छ। हामीले भित्रैदेखि आफूलाई ज्योतिको रूपमा महसुस गर्न थालेपछि मात्रै यो मन्जिल तय गर्न सकिन्छ। हजुर, अब यदि यो संसार एउटा मञ्च हो र यो शरीर एउटा वस्त्र हो भने मञ्चको पछाडिको भाग अर्थात् हाम्रो सक्कली घर कहाँ छ त भन्ने प्रश्न पनि आउँछ नि। मुरलीमा बाबाले मूल वतन र सूक्ष्म वतनमा कुनै इतिहास र भूगोल हुँदैन भन्नुभएको छ। तर अर्कोतर्फ कतिपय मानिसहरू कर्मबाट भागेर जंगलमा गई कर्म सन्यास गर्न खोज्छन्। यो कुरामा धेरै मानिसहरू अलमलमा परेको देखिन्छ। भौतिक संसारबाट भागेर जंगलमा जाँदैमा कर्मबाट मुक्त हुन सकिँदैन। संसारका सन्यासीहरूले घर परिवार छोडे पनि शरीर रहेसम्म भोक लाग्दा भोजन पकाउने वा अरूसँग माग्ने कर्म त गर्नै पर्छ। शरीरका कर्मेन्द्रियहरू रहेसम्म कर्मको चक्र चलि नै रहन्छ। त्यसैले साँचो कर्म सन्यास यो भौतिक संसारमा सम्भवै छैन। तार्किक रूपमा सोच्दा पनि श्वास फेर्गौं र भोजन खानु पनि एउटा कर्म नै हो। भनेपछि संसारको इतिहास र भूगोल भनेको त यो भौतिक दुनियाँ अर्थात् दुःखधामको मात्र कुरा रहेछ। अनि सत्ययुग सुखधाम हो, जहाँ हाम्रा कर्महरू स्वाभाविक रूपमा शुद्ध हुन्छन् र त्यहाँ दुःखको कुनै इतिहास हुँदैन। हजुर, एकदम सही बुझ्नुभयो। तर हाम्रो वास्तविक घर अर्थात् मञ्चको पछाडिको भाग चाहिँ शान्तिधाम हो। त्यहाँ कुनै पनि भौतिक परिवर्तन वा हलचल हुँदैन। साँचो अर्थमा कर्म सन्यास भनेको त्यही शान्तिधामको स्थिति हो, जहाँ कर्मेन्द्रियहरू नै हुँदैनन् र आत्मा पूर्ण रूपमा शान्त अवस्थामा रहन्छ। भनेपछि हामीले यो संसार छोडेर भाग्नु पर्दैन, बरु यही कर्म क्षेत्रमा रहेर पनि कर्मयोगी बन्नुपर्छ, होइन त? कर्मयोगी भनेको त्यस्तो व्यक्ति हो जसले हातले काम गर्छ तर मनले सदैव शान्तिधाम र आफ्नो परमपितालाई याद गरिरहन्छ। बिल्कुल, यसरी मात्र हामी संसारमा रहेर पनि कर्म बन्धनबाट न्यारा हुन सक्छौं। जंगलमा भाग्नुभन्दा मनको अवस्था परिवर्तन गर्नु धेरै महत्त्वपूर्ण कुरा हो। यो त निकै व्यावहारिक कुरा भयो।
तर मनलाई नियन्त्रण गर्ने कुरा आउँदा मुरलीको एउटा अत्यन्तै रोचक पक्षले ध्यान खिच्छ, जहाँ मायालाई एउटा जिन्नको रूपमा प्रस्तुत गरिएको छ। धेरै श्रोताहरूको पनि यही गुनासो हुन्छ कि जब उनीहरू ध्यानमा वा बाबालाई याद गर्न बस्छन्, तब झन धेरै अनेकौं सङ्कल्पहरू आउँछन् वा निद्रा लाग्छ। जिन्नको पुरानो कथा त धेरैलाई थाहा छ होला, जहाँ जिन्नलाई सधैँ कुनै न कुनै काम दिइरहनु पर्छ, नत्र उसले आफ्नै मालिकलाई दुःख दिन्छ वा खाइदिन्छ। हाम्रो मनको संयन्त्र पनि ठ्याक्कै त्यस्तै हुन्छ। आत्मा भनेको एउटा अत्यन्तै शक्तिशाली ऊर्जा हो र मन त्यसको इन्जिन जस्तै हो। यो इन्जिन कहिले पनि त्यत्तिकै रोकिँदैन। यसलाई सधैँ कुनै न कुनै विचार वा दिशा चाहिन्छ। मतलब यदि हामीले यो मनलाई सही दिशा दिएनौं वा बाबाको यादको काममा लगाएनौं भने त्यो अपार ऊर्जा भित्रभित्रै नकारात्मक बाटोमा लाग्छ। मायारूपी जिन्नले त्यही खाली समयको फाइदा उठाउँछ, होइन त? हजुर, ठ्याक्कै त्यही हो। जब हामी बाबालाई याद गर्न बस्छौं तर हाम्रो एकाग्रता कमजोर हुन्छ, तब मायाले तुरन्तै आक्रमण गर्छ। पुराना कुराहरू याद आउने, यताउता भड्कने वा निद्रा लाग्ने जस्ता कुराहरू त्यही जिन्नले हामीलाई उल्टो बाटोमा लगेर थप्पड हानेको अवस्था हो। ओहो, उल्टो बाटोमा लगेर थप्पड हान्ने, यो त साँच्चै विचारणीय कुरा हो। हाम्रो मनलाई यदि निरन्तर ज्ञान र ईश्वरीय यादमा व्यस्त राखेनौं भने यसले हामीलाई अनेकौं तुफानहरूमा फसाइदिन्छ। पक्कै पनि। हामी शान्तिको खोजीमा बसेका बेला झन धेरै अशान्त महसुस गर्नुको मुख्य कारण पनि यही हो कि हामीले त्यो भित्री जिन्नलाई सही काम दिन सकेका हुँदैनौं। त्यसैले मनलाई सधैँ सकारात्मक र ईश्वरीय चिन्तनमा व्यस्त राख्नु नै यसलाई नियन्त्रण गर्ने एकमात्र उपाय हो। मन एउटा निरन्तर चलिरहने इन्जिन हो भने त्यसलाई सही बाटोमा राख्न साँच्चै गाह्रो छ। यसै सन्दर्भमा विकर्म विनाश गर्नको लागि बाबाले मुखमा मुहलरा अर्थात् मौनता राखेर भित्रभित्रै तार जोड्ने विधिको कुरा गर्नुभएको छ नि। बाहिरबाट केही नबोल्ने तर भित्र अनेकौं विचार चलिरहने अवस्थालाई त पक्कै पनि मुहलरा भनिँदैन होला। हजुरले धेरै गहिरो कुरा उठाउनुभयो। मुखले नबोल्नु भनेको त केवल शारीरिक मौनता हो, तर मोहरारा भनेको बाहिरी रूपमा बोल्न बन्द गर्नु मात्र होइन। यो त भित्री मौनता र शान्तिको अत्यन्तै गहिरो अवस्था हो। जबसम्म हाम्रो भित्र अनेकौं अनावश्यक विचारहरू चलिरहन्छन्, तबसम्म बाहिर शान्त देखे पनि हामीले साँचो मौनताको अनुभव गर्न सक्दैनौं। भनेपछि मुहर्रा लगाउनु भनेको आफ्नो मनलाई व्यर्थका सङ्कल्पहरूबाट पूर्ण रूपले बन्द गरेर शिव बाबाको यादमा एकाग्र गर्नु हो। जसरी एउटा विद्युतीय उपकरणलाई मुख्य तारसँग जोडेपछि मात्र त्यसमा करेन्ट प्रवाह हुन्छ, त्यसरी नै हाम्रो आत्मालाई पनि परमात्मासँग भित्रैदेखि जोड्नु पर्यो। हो, एकदम। भित्रैदेखि जोडेपछि मात्र हामीमा ईश्वरीय शक्ति भरिन्छ। यो भित्री तार जोडिँदा मात्र हाम्रा पुराना विकर्महरू बिस्तारै भस्म हुन थाल्छन्। जब हामीले आफ्नो भित्री चेतनामा शान्तिको मोहर्रा लगाएका हुन्छौं, तब मायाले ल्याउने अनेकौं तुफान वा अल्छीपनले हामीलाई हल्लाउन सक्दैन। हजुर, हामी केवल एउटा तटस्थ साक्षी भएर परिस्थितिलाई हेर्न सक्छौं। काम गर्दै गर्दा पनि भित्रभित्रै बाबासँग कुरा गरिरहने यो अभ्यासले नै हाम्रो रुहानी यात्रालाई निरन्तर अगाडि बढाउँछ। अब यो रुहानी यात्राको कुरा गर्दा बाबाले दिनुभएको एउटा अर्को उदाहरण अलि मन छुने खालको छ नि। कुन उदाहरणको कुरा गर्दै हुनुहुन्छ हजुर? जहाँ बाबाले कतिपय आत्माहरूलाई लामखुट्टे जस्तै राति जन्मने र राति नै मर्ने भन्नुभएको छ। सुन्दा अलि अचम्म लाग्छ, किनकि एउटा लामखुट्टेले रातको अन्ध्यारो मात्रै देख्छ। के साँच्चै नै कतिपय आत्माहरूले कलियुगको अन्ध्यारो मात्र भोगेर जान्छन् अनि उनीहरूले स्वर्गको सुख कहिल्यै देख्दैनन् त? यो विशाल सृष्टिरूपी नाटकमा हरेक आत्माको आफ्नो छुट्टै र अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। सबै आत्माहरूले सुरुदेखि अन्त्यसम्म एकै नासको अभिनय गर्दैनन्। लामखुट्टेको उदाहरण अलिक कडा सुन्ने पनि यसले एउटा गहिरो सत्यलाई दर्शाउँछ। मतलब जो आत्माहरू यो सृष्टिको नाटकमा निकै ढिलो अर्थात् अन्तिम चरणमा मात्र आउँछन्, उनीहरूको भूमिका अत्यन्तै छोटो हुन्छ, होइन त? हजुर, ठ्याक्कै। जसरी लामखुट्टे रातमा जन्मिएर रातमै मर्छ, त्यसरी नै ती आत्माहरूले कलियुगको अन्धकारमा मात्र 1 वा 2 जन्म लिन्छन्। उनीहरूको प्रकृति नै यस्तो हुन्छ कि उनीहरूलाई सुख र समृद्धिको चाहना हुँदैन। उनीहरूको मुख्य चाहना केवल शान्ति मात्र हुन्छ। त्यसैले उनीहरू शान्तिधामबाट सिधै कलियुगको अन्त्यमा आउँछन्
आफ्नो छोटो भूमिका खेल्छन् र फेरि शान्तिमै फर्किन्छन्। उनीहरूले कहिले पनि स्वर्गको सुन्दरता देख्दैनन्, तर जो आत्माहरू सुरुदेखि नै बाबासँग जोडिएका छन् उनीहरूको भाग्य निकै फरक हुन्छ होला नि। पक्कै पनि। विशेष गरी ब्रह्माकुमारीहरूले केवल आफ्नो मात्र होइन, पुरै 21 पिढीको उद्धार गर्ने महान जिम्मेवारी बोकेका हुन्छन्। उनीहरूले यो भारतवर्षलाई फेरि स्वर्ग बनाउनको लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्छन्। उनीहरू शान्तिका साथसाथै असीमित सुखका पनि अधिकारी बन्छन्। 21 पिढीको उद्धार गर्ने यो महान ज्ञान सुन्दा कतिपय लौकिक मानिसहरूलाई लाग्न सक्छ कि यी चित्रहरू र यो ज्ञान कसले बनाएको होला। बाबाले ब्रह्मालाई दिनुभएको दिव्य दृष्टिको साक्षात्कार र कराचीको त्यो एकान्तवासको समयलाई मुरलीमा नन बट वान अर्थात् एक बाबा बाहेक कोही छैन भन्ने सिद्धान्तसँग कसरी जोडेर हेर्न सकिन्छ? बाहिरी संसारका मानिसहरूलाई यी चित्रहरू कुनै साधारण कलाकारको कल्पना मात्र हुन् जस्तो लाग्नु स्वाभाविक हो। तर सत्य के हो भने यी ज्ञानका चित्रहरू शिव बाबाले ब्रह्मा बाबालाई दिनुभएको दिव्य दृष्टिका आधारमा तयार पारिएका हुन्। बाबाले ध्यानको अवस्थामा ब्रह्मा बाबालाई स्वर्गको सुन्दरता, त्यहाँको नियम, पढाइ र भाषाको समेत प्रत्यक्ष साक्षात्कार गराउनु भएको थियो। हजुर, र सुरुवाती दिनहरूमा कराचीमा भएको त्यो भट्टी अर्थात् एकान्तवासको समय पनि अत्यन्तै विशेष र शक्तिशाली थियो नि। त्यो यस्तो समय थियो जहाँ सबैजना बाहिरी संसारको कोलाहल र प्रभावबाट पूर्ण रूपले अलग थिए। एकदम। उनीहरूको मन र बुद्धि केवल एक बाबा र उहाँको ज्ञानमा मात्र केन्द्रित थियो। बाबाले यसलाई इसाई योगिनीहरू अर्थात् ननहरूको उदाहरण दिएर अझ प्रष्ट पार्नुभएको छ। जसरी एउटा साँचो ननले क्राइस्ट बाहेक अरू कसैलाई आफ्नो मनमा बसाउँदिनन्, त्यसरी नै नन बट वनको अर्थ हाम्रो बुद्धिमा केवल त्यो एक परम ज्योति शिव बाबा मात्र हुनुपर्छ भन्ने हो। त्यो कराचीको तपस्याले सिकाएको मुख्य कुरा नै यही हो कि बाहिरी संसार जतिसुकै अशान्त भए पनि हाम्रो भित्री संसार केवल एक बाबाको यादले भरिएको हुनुपर्छ। तर त्यो समयमा त एकान्तवास थियो। अहिलेको यो कोलाहलपूर्ण समयमा त्यसरी नै एउटै फ्रिक्वेन्सीमा मनलाई जोड्न पक्कै सजिलो छैन नि। हजुर, आजको आधुनिक युगमा हामीसँग अनेकौं भौतिक सुख सुविधाहरू अर्थात् साधनहरू छन्। तर हामीले गहिराईबाट बुझ्नुपर्ने कुरा के हो भने यी सबै साधनहरू विनाशी हुन्। यदि हामीले आफ्नो आध्यात्मिक यात्रा वा साधनालाई यी भौतिक साधनहरूको आधारमा मात्र अगाडि बढायौं भने हाम्रो अवस्था बालुवाको जगमा बनेको भवन जस्तै अत्यन्तै कमजोर हुन्छ। बालुवाको जगमा बनेको भवन बाहिरबाट जतिसुकै आकर्षक र बलियो देखिए पनि सानो तुफान आउने बित्तिकै त्यो सजिलै ढल्छ। त्यसै गरी यदि हाम्रो साधना भौतिक सुविधाहरूमा निर्भर छ भने अलिकति परिस्थिति बिग्रिने बित्तिकै हाम्रो आध्यात्मिक स्थिति डगमगाउँछ। बिल्कुल सही कुरा। साधनहरू आफैमा नराम्रा होइनन्, तर हामी तिनीहरूको वशीभूत हुनु वा तिनीहरूमा आश्रित हुनु हुँदैन। साधनलाई हामीले केवल एउटा निमित्त वा माध्यम मात्र मान्नुपर्छ। मुख्य कुरा त हाम्रो भित्री साधना हो। त्यसैले भौतिक सुविधाहरूको प्रयोग गर्दै गर्दा पनि आफ्नो ध्यान सधैँ आफूलाई सतोप्रधान बनाउने मेहनतमा लगाउनुपर्छ। यो सन्तुलनको कुरा गर्दा गर्दै आजको स्लोगनमा पनि एउटा गहिरो मनोविज्ञान लुकेको देखिन्छ। कमजोरीको सानो अंशले कसरी वंश पैदा गर्छ भनिएको छ। मलाई त यो कुरा बिहान अलार्म बज्दा 5 मिनट सुत्छु भनेर स्नुज बटन थिचे जस्तै लाग्यो, जहाँ एउटा सानो अल्छीपनले पूरै दिनलाई अस्तव्यस्त बनाइदिन्छ। हजुरले दिएको अलार्मको उदाहरण एकदमै सान्दर्भिक छ। आध्यात्मिक मार्गमा पनि ठ्याक्कै यस्तै हुन्छ। हामी कहिलेकाहीँ आफ्ना सानातिना कमी कमजोरीहरूलाई सामान्य मानेर बेवास्ता गर्छौं र सोच्छौं कि यसले के नै पो असर गर्छ र। तर सानो कमजोरी पनि एउटा विषालु बिउ जस्तै हुन्छ। जसलाई समयमै उखेलेर फालिएन भने त्यसले बिस्तारै जरा गाड्छ र एउटा ठूलो रुखको रूप लिन्छ, होइन त? हो नि। कमजोरीको अंशले वंश पैदा गर्छ भन्नुको अर्थ नै एउटा सानो गल्तीले गर्दा अर्को गल्ती गर्ने बाटो खुल्छ भन्ने हो। जब हामी एउटा सानो नियम तोड्छौं, भोलिपल्ट पनि त्यस्तै गर्न मन लाग्छ। बिस्तारै त्यो हाम्रो बानी बन्छ र हामी आफ्नै कमजोरीको दास बन्न पुग्छौं। पर्वसुनु भनेको नै आफ्नो मन र बुद्धिमाथि कुनै नियन्त्रण नरहनु हो। आफ्नै बानीको दास बन्नु साँच्चै नै डरलाग्दो अवस्था हो।
यसबाट बच्न र माथि उठ्नको लागि आजको अव्यक्त इसारामा बुद्धिलाई एकै ठाउँमा टिकाउने र मन बुद्धिको विमानमा उडेर आकारी र निराकारी स्थितिको अनुभव गर्ने कुरा गरिएको छ नि, यो अभ्यासलाई कसरी निरन्तरता दिन सकिन्छ? हाम्रो मन र बुद्धि साँच्चीकै एउटा शक्तिशाली विमान जस्तै हो। जसरी एउटा विमान जमिनबाट उडेर माथि आकाशमा पुगेपछि तलका सबै कोलाहल, बाधाहरू र खराब मौसमबाट पूर्ण रूपले मुक्त हुन्छ, त्यसरी नै हामीले पनि आफ्नो मन बुद्धिलाई यो देह र देहको दुनियाँबाट माथि उठाउनुपर्छ। हजुर, तलका कुराहरूले हामीलाई तबसम्म मात्र सताउँछन् जबसम्म हामी जमिनको स्तरमा रहन्छौं। बुद्धिलाई एकै ठाउँमा टिकाउनु भनेको यसलाई अनेकौं विचारहरूमा भड्कन नदिनु हो। पक्कै पनि मायाले अनेक आकर्षण देखाएर तल तान्न खोज्छ, तर हामीले आफ्नो बुद्धिलाई एउटै ठेगानामा अर्थात् शिव बाबाको यादमा स्थिर राख्नुपर्छ। यो उडानले हामीलाई आकारी र निराकारी स्थितिको गहिरो अनुभूति गराउँछ, जहाँ कुनै भौतिक बन्धन र चिन्ता हुँदैन। तपस्वीहरू सधैँ आफ्नो आसनमा स्थिर हुन्छन्। उनीहरूलाई बाहिरी निन्दा वा तारिफले कुनै असर गर्दैन। हामीले पनि आफ्नो मनलाई एकरस स्थितिको आसनमा विराजमान गराउनुपर्छ, होइन र? एकदम सही। जब हामी आफ्नो बुद्धिलाई बाहिरी तुफानहरूबाट बचाएर यस्तो शान्त र अचल स्थितिमा राख्छौं, तब मात्र हामी आफ्नो अन्तिम मन्जिलसम्म सुरक्षित रूपमा पुग्न सक्छौं। सम्पूर्ण ज्ञानको गहिराईमा पुग्दा हामीले के पायौं भने जबसम्म हामी देही अभिमानी बन्ने निरन्तर अभ्यास गर्दैनौं, तबसम्म हाम्रो यो रुहानी यात्रा सहज हुँदैन। किनभने माया रूपी जिन्नले सधैँ हामीलाई अनेकौं विचारहरूमा फसाएर बाटो बिराउन खोज्छ। तर यदि हामीले कर्मयोगी भएर भित्रभित्रै विकर्म विनाश गर्ने तपस्या गर्यौं र विनाशी साधनलाई मात्र होइन साँचो सतो प्रधान बन्ने साधनालाई महत्व दियौं भने हामी शान्तिधामको अनुभव गर्दै एकरस अवस्थामा अडिग रहन सक्छौं। हजुरलाई धेरै धन्यवाद। आदरणीय श्रोताहरू, जीवनका अनेकौं सङ्घर्ष र आन्तरिक युद्धहरू बीच जब मन थाक्छ वा भड्किन्छ, तब एकछिन सबै कुरा छोडेर भित्रैदेखि त्यो परम ज्योतिको न्यानो किरणलाई महसुस गर्नुहोस्, किनकि त्यही एउटा सानो यादले सारा बोझलाई पखालेर मनको विमानलाई अनन्त शान्तिको आकाशमा उडान भर्न सक्ने पखेटा दिनेछ। ओम शान्ति।